ल खाना कतिको राख्नु भएको छ अहिले भात दिन्छ नि फेरि ल खाना फेरि नपुग्ला बहिनी ठिक छ एकदम ठिक छ भाइ ल भाइ भीम दीपक भाइ गम्भीर भाइ राजन भाइ हाम्रो चाहिँ नयाँ नियुक्त चाहिँ मेरो भाइ आएको आज एकदम खुसी सुनिल भाइ लोहो दाई आउनु भएको छ हाम्रो सिस्काजी दाई हाम्रो चाहिँ कुनलालजी चाहिँ किचनतिर हेर्दै हुनुहुन्छ इमबहादुर भाइ आउनु भएको छ भाइलाई नमस्कार र हाम्रो भाइहरू सबैजना उपस्थित हुनुभएको छ अहिले खानाको लाइनमा हामी पङ्क्तिबद्ध छौँ हाम्रो सर माउसे सरहरू पनि लाइनमै बसिराख्नु भएको छ त्यस्तै नारायण सर ल भाइ यता 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 हेरौँ यता ल आहा ल ल ल हाम्रो यादव भाइले यता नहेर जस्तो लाग्यो है ल है ल हाम्रो ओहो हाम्रो चाहिँ मेरो साहब पनि होइसिन्छ यहाँ जाडाको टोपी लगाएर आउनु भएको छ अर्को हाम्रो भाइ हो ल मेरो मैले व्यक्तिगत फोन गरेर पनि स्वीकार गरेर आउनुभयो भाइ धेरै धन्यवाद ल हाम्रो रामचन्द्र सर हुनुभयो बल भाइ भयो ल भाइहरू सबैजनालाई ल म एउटा नजिकै सानो गोलबद्धमा आउँदैछु है ल आहा कति राम्रो देखिएको ल बहिनीहरू आउनुभयो एकदम खुसी लाग्यो बहिनी के छ हजुरको अनि बहिनीको अनि यता बहिनी ल ठिक छ ल बहिनी ल त्यसै गरी चाहिँ हाम्रो सुसाब हुनुहुन्छ यहाँ मेरो भाइ अनि यता चाहिँ हाम्रो मेयर साहबहरू हुनुहुन्छ यता मेयर साहब हुमान भाइ अनि हाम्रो राजेन्द्र दाई भन्छु म उसलाई टाइटल नाम चाहिँ हाम्रो उपाध्यक्षज्यूले पनि उठी खानु भएको छ ल ठिक छ यता भाइ हाम्रो बालेन साहब भन्नुपर्छ कि जस्तो लाग्यो मलाई है ल यता त्यसरी नै बहिनी आमा हुनुहुन्छ म्याडमहरू बहिनीहरू ल है सबैजना हाम्रो ल हाम्रो चाहिँ मेयर साहब हुनुहुन्छ छोरी अनि बहिनी है ल ठिक छ अब म यतापट्टि जाँदैछु हाम्रो चाहिँ हाम्रो भान्जा बाबु आउनु भएको छ ल आज त्यसै गरी पर्वतबाट हाम्रो टिकाजीसीहरू शिव सर हाम्रो मेरो नम्बरी चिसो 2026 को एकै दिन एउटा पल्टनमा पाइला टेकेको साथी आउनु भएको छ मेरो एकजना हाम्रो एकदम पुरानो हाम्रो सर हुनुहुन्छ एकजना नानी हाम्रो भाइ झन् पोखरेली भाइ भइगयो त्यस्तै हाम्रो चाहिँ अब हर्क सर हुनुहुन्छ मैले उहाँलाई अलिक चिन्न सकिनँ सर मैले उहाँलाई अलिक चिन्न सकिनँ कृष्ण सर हुनुहुन्छ कुलाल सर हुनुहुन्छ सर भयो श्याम सर पनि लमजुङबाट आइसक्नु भएको छ बुद्ध सर अलिकति कन्फ्युज भयो फेरि खाती सर हाम्रो खाती सर पनि हुनुहुन्छ बुद्ध सरले चाहिँ मात्रै लिनु भएको छ खोइ त अरू सरहरू लिनु भएको रहेछ है र म यो अर्को टेबलतिर लागेँ फेरि ल म्याडम आउनुभएको छ बहिनी अर्को बहिनी पनि भयो अब त्यति सबैको नाम चाहिँ मलाई कन्फ्युज भयो अलि है स्याङ्जादेखि आउनु भएको छ बहिनी हाम्रो चाहिँ मेजर हिसाब होइसिन्छ उहाँ चाहिँ ती बाबुहरू भए है र यतातिर पनि हाम्रो सर खाना खाँदै हुनुहुन्छ त्यस्तै चाहिँ हाम्रो हेम सर पनि उहाँदेखि आइसक्नु भएको छ कार्यक्रममा ल हाम्रो गम्भीर भाइ भीम भाइ दीपक सुनिल राजनहरू है सबैलाई बहिनीहरू ओहो दुईजना मात्रै किन यस्तो सुटुक्क हुन्छ नि सुटुक्क बस्नु भएको छ त ल त्यो चाहिँ भएर है भाइहरूलाई बोलाउनु त्यहाँ हजुर लिनु भएन ल ठिक छ है लिनुहोस् है बहिनीहरूले नि खाना खाँदै हुनुहुन्छ अहिले ल बहिनीहरू बाबु छोरा छ ल ठिक छ लाउँदैछ क्या आजको चाहिँ यो भूपर्द सदस्य गण्डकी प्रदेश कास्की जिल्लाद्वारा आयोजित दोस्रो वार्षिक साधारण सभा तथा 6औं पुनर्मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ 2081 फाल्गुन 3 गते शनिबार बेगनास ताल पिकनिक स्पोटमा र हाम्रा ग्रुपमा साथीहरू चाहिँ ठाउँ ठाउँमा बसेर आफ्नो मनोरञ्जन गरिराख्नु भएको छ सबैजना राम्रोसँग हाम्रो